अध्यादेश यो शब्द सायद आजकाल नसुन्ने कोही छैन होला, तर साँच्चै भन्नुपर्दा यो हो के त कुनै जादुको छडी वा लोकतन्त्रमाथिको प्रहार? राजनीतिक हो हल्लालाई एक छिन एकातिर पन्छाएर हेर्ने हो भने आज हामी यसलाई नितान्त वस्तुगत र संवैधानिक तथ्यको आधारमा चिर्दैछौँ। आजको हाम्रो मुख्य प्रश्न नै यही हो, नेपालमा अध्यादेश एउटा संवैधानिक हतियार हो कि यसको दुरुपयोग भइरहेको छ? ल, कुनै पक्ष नलिकन यसको गहिराईमा प्रवेश गरौँ है त। आज हामी के कुरा खोत्तल्दैछौँ त? पहिले यसको अर्थ, अनि संवैधानिक नियम, यो कहिले सही हुन्छ कहिले गलत हुन्छ, र अन्तमा एउटा सन्तुलित दृष्टिकोण। यो पुरै विश्लेषण पूर्ण रूपमा तटस्थ रहेर कानुनी पाटोमा मात्र केन्द्रित हुनेछ। पहिलो कुरा गरौँ अध्यादेशको अर्थ र यसको कानुनी परिभाषाको बारेमा। नेपालको संविधानको धारा 114ले एकदम स्पष्ट भनेको छ, जब संसद चलिरहेको हुँदैन र देशलाई तत्काल केही कानुन चाहिन्छ त्यतिखेर ल्याइने अस्थायी कानुन नै अध्यादेश हो। बुझ्नुपर्ने मुख्य कुरा के छ भने यो स्थायी हुँदैन। यसले संसदले बनाएको नियमित कानुन सरह नै काम त गर्छ, तर यो नितान्त इमर्जेन्सीको लागि मात्रै हो, राज्य सञ्चालन नरोकियोस् भनेर चालिने एउटा विशेष कदम मात्र। अब लागौं संवैधानिक नियमहरूतर्फ। यो धारा 114ले खासमा कसरी काम गर्छ त? हेर्नुहोस्, यो ल्याउन त्यति सजिलो छैन। 3वटा कडा शर्तहरू पूरा हुनैपर्छ। पहिलो, संसद चलिरहेको हुनु भएन। दोस्रो र एकदमै संवेदनशील शर्त, देशमा साँच्चीकै तत्काल आवश्यक परेको अवस्था हुनुपर्छ। र तेस्रो, मन्त्री परिषदले सिफारिस गरेर राष्ट्रपतिले मात्र यसलाई जारी गर्न मिल्छ। भनेपछि यो सरकारले दिनदिनै चलाउने नियमित बाटो पक्कै होइन। अनि यसको प्रक्रिया चाहिँ कसरी अघि बढ्छ त? सुरुमा मन्त्री परिषदले सिफारिस गर्छ, त्यसपछि राष्ट्रपतिले जारी गर्नुहुन्छ। तर काम त्यतिमै सकिँदैन नि। जब संसदको नयाँ सत्र बस्छ, यो अध्यादेश त्यहाँ अनिवार्य पेश गर्नै पर्छ। अनि कि त संसदले यसलाई पास गर्छ कि त यो आफै निष्क्रिय हुन्छ। यसको मतलब कानुन बनाउने मान्छेहरू नहुँदा कार्यकारिणीले काम चलाए पनि अन्तिम पावर त संसदकै हातमा हुन्छ नि, होइन र? त्यसो भए यस्तो शक्तिशाली उपकरण प्रयोग गर्नु कहिले चाहिँ सही हुन्छ त? मानौ देशमा कुनै ठूलो आपतकालीन अवस्था आयो, जस्तै गहिरो आर्थिक सङ्कट, स्वास्थ्य महामारी वा सुरक्षा चुनौती। यस्तो बेला महिनौं लाग्ने संसदीय प्रक्रिया कुरेर बस्न त सकिँदैन नि। संसद बस्न नसक्ने अवस्था छ र तत्काल निर्णय नलिए देशलाई अपूरणीय क्षति हुन्छ भने अध्यादेश ल्याउनु पूर्ण रूपमा सही मानिन्छ। यस्तो बेला त यो देशलाई बचाउने सञ्जीवनी बुटी जस्तै भयो। तर अर्को पाटो पनि छ। यो कहिले गलत हुन्छ त? लोकतान्त्रिक प्रक्रियालाई नै यसले कसरी बाइपास गर्न सक्छ? यसको सबैभन्दा ठूलो खतरा भनेको नि संविधानको मर्म वा स्पिरिट विपरीत जानु हो। लोकतन्त्रमा कानुन बनाउने र त्यसमाथि सघन बहस गर्ने मुख्य ठाउँ त संसद नै हो नि। जब जनप्रतिनिधिहरू बीचको बहस छल्ने नियतले यसको प्रयोग हुन्छ, तब यो संवैधानिक हतियार नभएर लोकतान्त्रिक अभ्यास माथिकै प्रहार बन्न पुग्छ। त्यसो भए यसको दुरुपयोग भइरहेको छ भनेर कसरी थाहा पाउने त? एकदम सजिलो छ। संसद मज्जाले चल्न सक्ने अवस्था छ, तर त्यसलाई जानाजानी छलिन्छ। विवादित कुराहरू बिना कुनै छलफल सिधै लागू गरिन्छ वा बारम्बार अध्यादेश मात्रै ल्याएर संसदको भ्यालु नै घटाइन्छ। यस्तो भयो भने प्रष्ट बुझ्नुपर्छ, यहाँ सङ्कट समाधानभन्दा पनि राजनीतिक स्वार्थ लुकेको छ। अब एकचोटि सही र गलत प्रयोगलाई सँगसँगै राखेर हेरौँ। एकातिर सही प्रयोग भनेको इमर्जेन्सी, तत्काल आवश्यकता र देशलाई जोगाउने कुरा भयो। अर्कोतिर गलत प्रयोग भनेको संसद छल्ने, स्वास्थ्य बहसबाट भाग्ने र पोलिटिकल गेम खेल्ने कुरा भयो। यो तुलना सम्झिने हो भने भोलि कुनै पनि कदम ठिक छ कि छैन भनेर सजिलै वस्तुगत मूल्याङ्कन गर्न सकिन्छ। अब अन्त्यतिर आउँदा एउटा सन्तुलित दृष्टिकोणबाट हेरौँ, किनकि सन्दर्भ वा कन्टेक्स्ट नै सबै थोक हो। खासमा भन्ने हो भने अध्यादेश आफैमा न त राम्रो हो न नराम्रो। यो त एउटा निर्जीव औजार मात्रै हो, एउटा चक्कु जस्तै। डाक्टरको हातमा पर्दा ज्यान बचाउँछ, तर गलत नियतले प्रयोग गर्दा हानि पुर्याउँछ। त्यसैले यसको वैधता कुन समयमा, कुन सन्दर्भमा र के उद्देश्यले ल्याइएको हो भन्ने कुरामा मात्र भर पर्छ। परिस्थिति र नियत नै यसको कसी हो। यो सबै कुरालाई एउटै वाक्यमा ट्याक्कै भन्नुपर्दा अध्यादेश तब सही हुन्छ जब आवश्यकता साँच्चीकै तत्काल हुन्छ, तर गलत हुन्छ जब यसलाई राजनैतिक सर्टकटको रूपमा प्रयोग गरिन्छ। हो, साँचो आवश्यकताले सधैँ कानुनी बाटो खोज्छ, तर राजनैतिक स्वार्थले चाहिँ सर्टकट खोज्छ। हामीले बुझ्नुपर्ने चुरो कुरो यही नै रहेछ।
अब जाँदा जाँदै हामी सबैले आफैलाई र हाम्रो परिदृश्यलाई सोध्नुपर्ने एउटा गम्भीर प्रश्न छ। के अहिलेका राजनीतिक कदमहरूले संविधानको मर्मलाई साँच्चीकै सम्मान गरिरहेका छन् वा केवल कानुनी सर्टकट मात्र अपनाइरहेका छन्? अब अर्को पटक समाचारमा यो कुरा आउँदा पक्कै पनि हामी यसलाई अझै प्रष्टसँग बुझ्न सक्नेछौँ। यो संवैधानिक विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।